यसको दुई साइड छ नि त हैन, यसलाई हामीले हेड भन्ने गर्छौँ, यसलाई टेल हैन। यो जसरी सिक्का छ, यो सिक्का त एउटै हो हैन, तर यसको के छ, दुई साइड छ हैन। हिन्दीमा सिक्के का दो पहलू भन्छ नि, दुई साइड छ। अनि त्यसरी नै परमेश्वर पनि एउटै हुनुहुन्छ प्रियहरू, एउटै परमेश्वर हुनुहुन्छ, तर परमेश्वरको दुई पक्ष छ, दुई साइड। एउटा परमेश्वर शक्तिशाली महान हुनुहुन्छ है, परमेश्वर भययोग्य हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ कि मानिस जाति कहिले उसको अघि पुग्नै सक्दैन आफ्नो शक्ति अनि सामर्थद्वारा, किनकि मानिस जाति बहुत पापी छ। तर परमेश्वरको अर्को साइड भनौँ, अर्को पक्ष चाहिँ के छ भन्दाखेरि परमेश्वर हाम्रो पिता पनि हुनुहुन्छ। उहाँले हामीलाई एकदम माया गर्नुहुन्छ। परमेश्वर हाम्रो अगाडि आउनुहुन्छ। यदि हामी गिर्यो भने परमेश्वरले हामीलाई उठाउनुहुन्छ है।